सबैलाई टेमिसी यर्मिया 1:18 औ हेर मैले आज सारा देश एउटाका राजाहरू शासकहरू र पुजारी देशका साधारण मानिसहरूको विरुद्धमा तल एक किल्ला भएको सहर फलामको खाबो र पित्तलको पर्खाल बनाउनेछु। धन्यवाद। सबैलाई जय मसीह। यशाया 43:5 नडराऊ किनकि म तिम्रो साथमा छु, म तिम्रो वंश पूर्वबाट ल्याउनेछु र पश्चिमबाट बटुल्नेछु। धन्यवाद। सबैलाई जय मसीह। भजन 34:18 केटाकाडी दिन भएकाहरूको नजिक परमप्रभु हुनुहुन्छ र पश्चाताप भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धन्यवाद। सबैजनालाई जय मसीह। यर्मिया 33:6 तर हेर म त्यसमा स्वास्थ्य र अरोग्यता ल्याइदिनेछु र म तिमीहरूलाई निको पार्नेछु औ उन्नति र कुशलता प्रशस्त मात्र ल्याइदिनेछु। धन्यवाद। सबैलाई प्रेमी जय मसीह। गिन्ती 18:20 अनि परमप्रभुले हारूनलाई भन्नुभयो, तिनीहरूको देशमा तिमीले कुनै पैतृक सम्पत्ति पाउने छैनौ, न त तिनीहरूको देशमा तिमीले कुनै भाग पाउनेछौ। इजरायलीहरूको बीचमा म नै तिम्रो भाग र तिम्रो पैतृक सम्पत्ति हुँ। धन्यवाद। सबैलाई जय मसीह। Filipi 4:4 Pamina sadanan गर म फेरि वञ्चालन गर। थ्याङ्क यू। सबैलाई प्रेमी जय मसीह। प्रस्थान 33:17 तब परमप्रभुले मूसालाई भन्नुभयो, तैँले भनेको कुरो म गर्नेछु, किनकि तैँले मेरो दृष्टिमा निगाह पाएको छस् र मैले तँलाई नाउैले चिनेको छु। धन्यवाद। सबैलाई प्रेमी जय मसीह। लेवी 26:10 अनि तिमीहरूले राखेको पुरानो अन्नबाट खानेछौ र नयाँको कारणले पुरानो अन्न निकाल्नेछौ। धन्यवाद। सबैलाई जय मसीह। यशाया 41:15 हेर म तिमीहरूलाई एउटा नयाँ दाँतहरू भएका धारिलो झाट्ने हतियार बनाउनेछु। तिमीले पहाडहरू झार्नेछौ र पिटेर धुलो पार्नेछौ अनि डाँडाहरूलाई भुसुलहरू तलाउनेछौ। धन्यवाद। सबैलाई जय मसीह। लेवी 26:6 म देशमा शान्ति दिनेछु, तिमीहरू झल्केर निदाउनेछौ र तिमीहरूलाई कुनै खतरा हुने छैन। म देशबाट हिंस्रक पशुहरूलाई हटाइदिनेछु औ तिमीहरूको देशमा लडाइँ हुने छैन। धन्यवाद। सबैलाई जय मसीह। व्यवस्था 11:12 यस्तो एउटा देश हो जसको देखरेख परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुहुन्छ। वर्षको सुरुदेखि वर्षको अन्तिमसम्म नै परमप्रभु तिमीहरूका परमेश्वरका आँखाहरू त्यसमाथि नित्य रहिरहन्छन्। धन्यवाद। सबैलाई जय मसीह। यर्मिया 40:4 अनि अब हेर तिम्रो हातमा भएका यी साङ्लाहरूबाट आज म तिमीलाई छोडिदिन्छु। मसित बाबेलमा आउन तिमीलाई असल लाग्छ भने आऊ र म तिमीमाथि कृपा दृष्टि राख्नेछु। तर मसित बाबेलमा आउन तिमीलाई खराब लाग्छ भने छोडिदेऊ। हेर सारा देश तिम्रो सामु छ, जहाँ जान तिमीलाई असल र ठिक लाग्छ त्यही जाऊ। धन्यवाद। सबैजनालाई जय मसीह। सपन्या 3:16 त्यस दिन यरुसलेमलाई यसो भनिनेछ, त नडराए सियोन, तेरा हातहरू ढिला हुन नपाउन्। धन्यवाद। सबैलाई जय मसीह। यशाया 45:5 म परमप्रभु हुँ, म बाहेक अरू कोही छैन। हेर म बाहेक अरू कुनै ईश्वर छैन। तिमीले मलाई नचिने तापनि मैले तिम्रो कम्बर कसेको छु। धन्यवाद। सबैलाई जय मसीह। व्यवस्था विवरण 33:12 बेन्यामिनको विषयमा उनले भने, परमप्रभु
प्रियजन उहाँको छेउमा सुरक्षित बस्नेछ। परमप्रभुले उसलाई दिनभरि ढाकेर राख्नुहुनेछ र ऊ उहाँका काँधहरूको बीचमा बस्नेछ। धन्यवाद। सबैलाई जय मसीह। भजन सङ्ग्रह 50 को 15। अनि सङ्घर्षको दिनमा मलाई पुकार, म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो महिमा गर्नेछौ। धन्यवाद। सबैलाई जय मसीह। हिब्रू 13:5। तिमीहरूको चालचलन पुस्तकको लोभ रहित होस् अनि तिमीहरूसँग जे कुराहरू छन् त्यसमा सन्तोष गर, किनकि उहाँ आफैले भएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, न त तिमीलाई कुनै रीतिले त्याग्नेछु। धन्यवाद। सबैलाई परमेश्वरको नाममा जय मसीह। व्यवस्था 33 को 12। अनि बेन्जामिनको विषयमा उनले भने, परमप्रभुको प्रियजन उहाँको छेउमा सुरक्षित बस्नेछ। परमप्रभुले उसलाई दिनभरि ढाकिराख्नुहुनेछ अनि ऊ उहाँको काँधहरूको बीचमा बस्नेछ। धन्यवाद। सबैलाई जय मसीह। यशाया 61 को 6। तर तिनीहरूलाई चाहिँ तिमीहरूले परमेश्वरको पुजारीहरू कहलाउनेछ। मानिसहरूले तिमीहरूलाई हाम्रो परमेश्वरको सेवकहरू भन्ने नाम दिनेछ। तिमीहरूले अन्य जातिको सम्पत्ति खानेछौ अनि तिनीहरूको विवाहमा तिमीहरूले गर्व गर्नेछौ। धन्यवाद। सबैलाई जय मसीह। प्रस्थान 15 को 26। र भन्नु पर्यो, यदि तिमीले आफ्ना परमेश्वरको स्वर ध्यानसित सुन्यौ र उहाँका दृष्टिमा जे ठिक छ सो गर्यौ र उहाँका आज्ञाहरूप्रति कान लगायौ र उहाँका सबै नियम मान्यौ भने जुन रोग मैले मिस्रीहरूमाथि ल्याएको थिएँ ती रोगहरूमध्ये एउटै पनि म तिमीहरूमाथि ल्याउने छैन, किनकि तिमीलाई निको पार्ने परमेश्वर म नै हो। धन्यवाद। सबैलाई जय मसीह। व्यवस्था 7 को 15 पद। औ परमेश्वरले तिमीहरूका सबै रोग बिमार हटाइदिनुहुन्छ। औ तिमीहरूले देखेका मिश्रका भयानक विपत्तिहरू तिमीहरूका ल्याउनु हुने छैन, तर तिमीहरूसँग वैराग गर्नेहरूमाथि त्यो ल्याउनुहुनेछ। धन्यवाद। सबैलाई जय मसीह। व्यवस्था 11 को 23। परमप्रभुले तिमीहरूको सामबाट यी सबै जातिहरूलाई धक्काउनुहुनेछ र तिमीहरूले आफूभन्दा ठुला र शक्तिशाली जातिहरूमाथि अधिकार गर्नेछौ। धन्यवाद।